गोर्खाल्यान्ड केवल एउटा भूगोलको नाम होइन, यो लाखौं करोडौं भारतीय गोर्खा जातिहरूको अस्तित्व, पहिचान र भावनासँग जोडिएको चीज हो। यो गोर्खाल्यान्ड हाम्रो भाषा, संस्कार, संस्कृति, इतिहासलाई बचाइराख्नका निम्ति हामीले माग गर्दै आइरहेको आज 2026 मा आएर 119 वर्ष पुगेको छ। नमस्कार, म मनोज प्रधान। आज हामी गोर्खाल्यान्ड 1907 देखि डिमान्ड सुरु भएर गोर्खाल्यान्डदेखि डिजिएचसी, जिटिए, गोर्खास्तान हुँदै 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 अहिले पिपिएसमा आएर अड्केको छ। पर्मानेन्ट पोलिटिकल सल्युसन, अस्थायी राजनीतिक समाधान। 1907 मा हिल्सम्यान्स एसोसिएसनले पहिलो दफा गोर्खाल्यान्डको माग गरेको थियो र 1947 मा आएर सिपिआईले गोर्खास्तान भनेर माग गरे। त्यसै गर्दै 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 1980 मा आएर सुभाष घिसिङज्यूले जिएनएलएफ गठन गरेर उग्र आन्दोलन गरे र फलस्वरूप 1988 मा आएर डिजिएचसीमा आएर टुङ्गियो र त्यो चल्दा चल्दै 2007 मा गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङको जन्म भयो र उले पनि छुट्टै राजा गोर्खाल्यान्डको आन्दोलन गरेर त्यो पनि 2012 मा आएर जिटिए बनेर टुङ्गियो। फेरि 2017 मा फेरि नयाँ प्रकारले आन्दोलन गर्छु भनेर विमल गुरुङज्यूले इस्तीफा दिएर उसको 45 जना मेम्बरहरूले इस्तीफा दिए। तर विनय तामाङ र अनित थापाले गएर फेरि पहाडमा जिटिए भित्राएर विनय तामाङ फेरि जिटिए चिफ बने। लगातार 2 साल बादमा उनले इस्तीफा दिएर फेरि त्यो पोस्टमा अनित थापा जिटिएका चिफ भए र अहिले वेस्ट बेङ्गलको बजेट सत्रमा हाम्रा महामहिम आरएन रविज्यूले पहिलो बजेट सत्रमा नै पिपिएस लिएर राज्य सरकार कटिबद्ध छ भनेर भनेपछि हामी गोर्खाहरूको आशा भरोसा अझै बढेको छ। अब चाहिँ हाम्रो माग गोर्खाल्यान्ड हुन्छ कि पिपिएस भनेको नै गोर्खाल्यान्ड हुनुपर्छ? गोर्खाल्यान्ड भएन भने पनि युटिसी हुनै पर्छ, नभए कुनै व्यवस्थासँग सम्झौता गरिने छैन भनेर नयाँ पार्टी गठनतर्फ मनोज बोगटीको अगुवाईमा लागि परेको छ। र यसपालिको बङ्गालको चुनाव अघि दार्जिलिङका सांसद राजु विष्टज्यूले अघिबाई चुनाव प्रचारमा भन्नुभएको थियो बङ्गालमा भाजपा सरकार आए पश्चात जिटिए खारिज गरिन्छ भनेर भनेको थियो र गोर्खाल्यान्डको बाटोमा जिटिए एउटा बाधाको विषय बनेको थियो र जिटिए चिफ अनित थापाज्यूले पनि रिजाइन दिए र भटाभट अहिले सभासदहरूले पनि गरिरहेको छ। चाँडै नै यो जिटिए खारिज गरेर पिपिएस तर्फ लागेर गोर्खाल्यान्डको मागलाई सही गर्नुहुन्छ भन्ने हामी यो बिजेपी सरकार र डबल इन्जिनको सरकारमा पूर्ण भरोसा गरेर गोर्खाहरूले बाटो हेरिरहेको छ र यसपालि चाहिँ कुनै अरू व्यवस्था नभएर गोर्खाल्यान्ड या त युटी अवश्य हुनुपर्छ र यसमा तराई डुवर्स चाहिँ छुट्टिनु हुँदैन। यो हामी तराईवासीको पनि माग रहेको छ। भिडियो मन परे र गोर्खाहरू हुनुहुन्छ, जातिलाई माया गर्नुहुन्छ भने भिडियो जरुर साझा गर्नुहोस् होला। धेरै धेरै धन्यवाद।